जिन्दगीले बल्ल एउटा सत्य अनि ठूलो पाठ सिकायो। जिन्दगीमा कोही आफ्नो हुन्छ भनेर भ्रममा नपर्नु भनेर सिकायो। यदि कोही आफ्नो हो अथवा कोही आफ्नो जस्तो लाग्छ भने त्यो नै सबैभन्दा ठूलो अनि मिठो भ्रम हो। त्यो आफ्नो जस्तो लाग्ने भ्रममा झन् आफ्नो हक अधिकार जमाउन खोज्नु झन् ठूलो भ्रम हो। जिन्दगीमा कोही आफ्नो हो कि होइन भनेर प्रमाणित गर्नु छ भने आफ्नो रित्तो गोजी त्यो आफन्त भन्ने भ्रमको बेडमा आफ्नो रित्तो गोजी टकटकाऊ। पराई त पराई भइहाल्छ, पर सरेर गइहाल्छ। आफ्नो भन्ने भ्रम पनि पर सरेर जान्छ। यदि त्यो रित्तो गोजीमा असफलतामा पनि तिम्रो नजिक कोही आउँछ भने अनि साथ दिन्छ भने त्यो नै तिम्रो सबैभन्दा नजिकको आफन्त हो। त्यो साथ दिने व्यक्तिलाई तिमीले साथ कहिले नछोड्नु, जस्तो सुकै परिस्थिति आए पनि।